हेलो नमस्ते गाइज हजुरहरू सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु हेलो सफलता हेलो रेजिना हेलो वेलकम टु माई भ्लग आज चाहिँ यहाँ चाहिँ राधाकृष्णको भजन कीर्तन हुने रहेछ यहाँ आउँदा एकदम रमाइलो पनि हुने रहेछ हैन अनि माइन्ड पनि फ्रेस हुने रहेछ यहाँ मेडिकेसनहरू पनि हुने रहेछ यहाँ सब थोक हुने रहेछ हैन यहाँ चाहिँ एकदम रमाइलो छ जे होस् यो ठाउँ चाहिँ एकदम रमाइलो रहेछ है गाइज हामी चाहिँ यहाँ 3 जना भएर आएको है गाइज एकदम रमाइलो रहेछ यो ठाउँ आएर हजुरहरू पनि आउनु होला यो ठाउँको नाम चाहिँ बुढानी कण्ठ स्कुनतिर हो आउनु होला है गाइज हाम्रो भ्लग चाहिँ यहाँ बुढानी कण्ठ हुन्छ यो चाहिँ हाम्रो ठाउँ हो अनि भनिदेऊ साथी आज कस्तो भयो त एकदम राम्रो मेमोरेबल डे भयो साथीहरु अभियसली मेमोरी डे हुनै पर्यो हैन गाइज अनि अन्त ब्लगर त हामीलाई के सोधिरहेको हाँसो धेरै लागिरहेछ गाइज किन थाहा भएन धेरै हाँसुलाई तिम्रो हाँसो धेरै प्यारो मिठो पनि छ चाहिँ यति राम्रो राम्रो राधाकृष्णहरू छन् उता कृष्णहरू छन् त्यहाँ कृष्ण पनि भन्नुभयो एउटा को भयो हो कृष्ण पनि भन्नुभयो रेजिनाले यसलाई पो यस्तै हालिदिने अब मैले युट्युबमा पो अनि बल्ल लाइक र भ्युज आउँछ अनि पानी पर्ने अवस्था भइरहेको के गरेको के गाइस मान्छे खतम हो के जुत्ता पनि मुखा ल्याएर आउँछ त्यस्तो गनाउने जुत्ता यत्रो फोटो खिच्ने भिडियो बनाइदिनु लास्टमा चाहिँ यस्तो भन्ने यार ठिकै छ हो पर्दैन मेरो बेइज्जत नगर ऊ माथि गजरामै लोट्यो भने अर्को तनाव कविता खसेको रे के कृष्णको माथि
खस्दैन अहिले हामी कहाँ छ थाहा छ अहिले हामी कहाँ छौँ नि थाहा छैन बाटोमा छ बाटोमा हो अहिले चाहिँ गाडी नै पाउँदै रहन्छ यहाँबाट सिधै चाबेल जाने चाबेलबाट चाबेल कति बेला पुग्ने थाहा छैन हामीले 2 वटा फेर्नुपर्छ है अनि मेरो 3 त हामी त 2 वटा हामी 2 जना छौँ हामी सङ्गमुलमा हो नि त शङ्खमुल हो हामी बस्ने यिनी बस्ने चाहिँ बालकोट हो अनि हामी दुवैजना सङ्गमुल बस्छ है हामी दुईजना चाहिँ शङ्खमुल बस्छौँ होइन यदि राम्री राम्री मान्छे पटाउन सक्नुहुन्छ भने पटाउनु होला यहाँ धन राम्री मान्छे लास्टै म भने चाहिँ राम्री छैन है गाइस मेरो जुन चोर उसैको ठुलो चोर त्यही त जुन राम्री उसैले म नराम्री म राम्री छु र गाइस कमेन्ट गर्नु होला गाइस उसलाई अब सबले राम्री भन्छ अयो के भारी बोकेर अया गर्नलाई होइन यार गाडी भिडियो होइन नि यार होला गाडी चाहिँ होला मुटमा बसेर के गर्नु थकित छ थकै लागिसक्यो हिँड्दा थाक्न लागिसक्यो त्यो पनि खाली खुट्टाकै गाइस यिनीहरू चाहिँ खन्चुवा खाएर आएको थियो म चाहिँ खन्चुवा चाहिँ एक नम्बर नखाइकन आउने मान्छे अझ आएको थिएँ है म चाहिँ त्यो पनि त्यही त कोही नखाने भनेको थियो र खानु पर्थ्यो नि त भन्न छ हाम्रो ग्रुपमा आउने 4 जना थियो गाह्रो छ हो पहिला जाने चलन चाहिँ अलिक घटेको छ है पहिला कति पहिला गरेर सुनिन्थ्यो त्यही त के भन्छ कि पहिला जाने गाडी आएर ए छुट्यो नि यहाँ ब्लगले गर्दा भ्लगले गर्दा छुट्यो केही छैन रमाइलो भयो जानु रमाइलो छ रमाइलो गर्नु पर्यो पानी पर्दा जस्तो भइरहेको छ गाइस यस्तै छ मौसम कहिले पानी पर्ने कहिले घाम लाग्ने गर्छ यस्तै हो मौसमले कति बेला के गर्छ थाहै हुँदैन पानी पर्यो भने त हामी निचुकै भिज्छौँ न छाता छ न रेनकोट छ यस्तै छ गाइस जुत्तावाला चाहिँ काट्ने हो मलाई तारिफ पनि आउँछ मेरो बेजत गर्ने ल गादन वर्षा बिजुली साबनको पानी चिसो मौसम छ पछाडि हाम्रो हजुरबा अरू केही खाली गर्नु लाग्छ गाडी त गइरहेको त यार मस्तले कहाँ गएर रोक्छ कहाँ गएर चढ्ने हो कोही यत्रो बाटो त हामी हिँड्न सक्दैन नि गाइस कसको अहिले चाहिँ हामी बाटोमा हिँडिरहेछौँ है गाइस यो चाहिँ मेन रोड हो खोइ त बोल्दैन तिमीहरू हेर त म खाली उता हिँडेँ यार हेर त मेन रोडमा मान्छेले पनि के भन्यो होला के भन्यो यस्तो नराम्रो हुन त नराम्रो मान्छेहरूले जुत्ता लगाएर जुत्ताबारी गाह्रो छ मलाई कति माया गर्छ साँच्ची तिमीहरूमा माया गर्छ कि नै माया नगर्ने भए हामी साथमा हुन्थ्यौँ र अघि कति 100मा कति पर्सेन्ट जति गर्छ 1% नि गर्दिनँ अनि के खान माया गर्छ भनेको त त्यो माया नै हेराउँछ 1% नगर्ने त अघि भर्खर त्यत्रो पाठ पढाए पढ 16 दुना 8 भने यो तर म तिमीहरूलाई माया गर्छु नि हामीले कति धेरै माया गर्छ भनेको बयान गर्न नि सक्दैन मेरो कवितालाई कसै हानिदिएको गाडी त गइराख्नु है कहाँ गएर चढ्ने हो के गाइस क्याफे त भइहाल्छ
जान्छ होला नि यो फाइनली हामीले हाम्रो गाडी भेट्यो लास्टमै बसौँ एक्सक्युज मी म चाहिँ बिचमा बस्नु हामी गाडीमा आइसक्यौँ सो गाइज हामी चाहिँ रमाइलो गरेर निस्किसकेछौँ आजलाई यति नै है गाइज फेरि भेटौँला अर्को नेक्स्ट भ्लगमा बाई बाई गाइज फेरि भेटौँला अर्को भ्लगमा है त गाइज आजलाई यति नै